स्ट्राइक निकै नै बाहिर पुगेको छ र अङ्क आयोजकको आयोजक 2-0 राम्रो प्लेस भएको ढुङ्गाबाट नेट टचको सङ्केत र नेट टच गरेसँगै अङ्क 72 तर्फ गएको छ 1 आयोजक 2 आज धेरै राम्रो तयार गरिरहेका छन् अहिले र बहुतको आयोजक 2 निकै प्रतिस्पर्धात्मक खेल्दै गएको छ एकपछि अर्को स्टाइलदेखि खेलिरहेको छ र राम्रो प्लेससँगै आयोजकको 3 पुगेको छ भने 3-2 बहादुर खत्री क्याप्टेनले रातका टिमहरू 1 अङ्क मिलाएर बराबरीमा ल्याएका छन् 3-3 निकै राम्रो प्रहार रोहित परिवारबाट र उनले आफ्नो टिमलाई 1 अङ्क थपेर 4 पुऱ्याएको छ गिलास आयोजक 6 बहादुर 3 तिनको बाइक अन्य साथीहरू तपाईँ राम्रो ब्लक रोहित परिवारबाट आयोजक 7 दिनको छ 7-3 निकै राम्रो सर्भिस रह्यो र आयोजकले यति बेला 1 अङ्क थपेसँगै 8 पुगेको छ भने 3-8-3 राम्रो प्रहार निकै राम्रो प्रहार विजय नेपालीबाट र 1 अङ्क थपेसँगै आयोजकको 9 पुगेको छ भने शब्दहरूको हेरिदिनु होला तपाईँ हाम्रै ठाउँ हो तपाईँ हाम्रो नै यो खेललाई माया गरेर यहाँसम्म आएको छ निकै राम्रो भयो केही परिवारको विजय नेपालीबाट अङ्क लगातार थपेको क्रममा आयोजक 10-3 7 अङ्कको अग्रतामा टिम आयोजक राम्रो बचाउ
निकै प्रतिस्पर्धात्मक गेम र यति बेला फेरि आयोजकले 1 अङ्क गुमाउन पुगेको छ भने बहुतले 1 अङ्क भएसँगै 4 पुगेको छ र आयोजक 10-4-10 राम्रो प्रहार थियो भाइ सन्देशबाट तर बल आयो भने पुगेको छ अङ्क फेरि पनि आयोजकतर्फ आयोजक 11-4 सर्भिसमा नेट पार हुन सकेन अङ्क 72 तर्फ 72-5 आयोजक 11-5-11 सर्भिसमा भाइ दिवस एकसँगै फेरि अङ्क कतेको छ 72 तर्फ 72-6 आयोजक 11 निकै राम्रो सर्भिस प्रहार गरिरहेका छन् उनले र फेरि आयोजकले 1 अङ्क गुमाएको छ 72-7 आयोजक 11 लगातार अङ्क थप्दै भाइ दिवसले आफ्नो टिमको लागि उनी आज यो प्रतियोगितामा एकदमै राम्रो खेल खेलिरहेका छन् आफ्नो टिमलाई निकै नै उनले अङ्कहरू दिलाइराखेका छन् 72-8 आयोजक 11 सँगै सर्भिस पार हुन सकेन र नम्बर आयोजकलाई आयोजक 12-8 र आयोजकको तर्फबाट सर्भिसमा भाइ रोहित परियार उनको एकदमै पावरफुल स्ट्राइक रहने गर्छ र फेरि पनि 1 अङ्क थपेको छ आयोजकतर्फ आयोजकले 1 अङ्क थपेसँगै 13 अङ्क पुर्याएको छ भने 72-8 13-8 राम्रो प्रहार कृष्ण हेगर पनि यत्तिकै राम्रो बचाउ अब जे खालको हामीले अपेक्षा गरे अनुसारको सेट एकदम मिलिरहेको छैन राम्रो प्लेस जितिरहेको तर फेरि आफ्नो टिमको लागि 1 अङ्क थपेका छन् 14-8 राम्रो पेस थियो निकै राम्रो पेस निकै राम्रो प्रयास थियो मैदान खण्डबाट तर उहाँको प्रयास असफल रहन पुग्यो अङ्क आयोजकलाई थपिएसँगै आयोजक 15-8 परिवारको सर्भिसमा पार गर्न सकेन सर्भिस बिग्रिएसँगै 72 1 अङ्क थपिएको छ 72-9 आयोजक 15 राम्रो प्रहार भाइ विजय ढिर्गाउलेबाट उनी पनि हाम्रो वडा नम्बर 13 को एकदमै अनुशासित खेलाडी हुन् राम्रो प्रहार भाइ सन्देशबाट र हामी खुसी पनि छौँ किनकि हाम्रो यस गोलाको नगरपालिकामा धेरै प्रतिभावान खेलाडीहरूको उदय भइरहेको छ त्यो गर्वको कुरा पनि हो 10 आयोजक सेवा निकै नै पावरफुल स्ट्राइक रह्यो भाइ पृथ्वी क्रियाबाट र आयोजक 17-10
उनीबाट यो स्पाइकको अपेक्षा गरिन्छ र सबै समर्थन गरेर चाहेको पनि यही छ किनकि उनीमा त्यो क्षमता छ र त्यही अनुसार दर्शकहरू पनि त्यसै गर्दा सर्भिसमा विशाल गिरगाउँले कुनै पनि कर्णाली प्रदेशबाट पनि खेलिसकेका छन् उनी सुर्खेत जिल्लाका पर्मानेन्ट विकेट पनि हुन् र अहिले निकै राम्रो खेल प्रदर्शन गरिरहेका छन् र अङ्क थपेसँगै आयोजक 19 र 11 सर्भिस गर्न सकेन अङ्क 72 को लागि 11 आयोजक 19 निकै भाग्यमानी साबित भएको छ 72 यति बेला 72 12 आयोजक 19 राम्रो स्ट्राइकको प्रयास थियो बल आयोजना पुग्यो र नम्बर थपिएको छ 72 को लागि 13 आयोजक 19 राम्रो सर्भिसको प्रयास थियो तर नेट पार हुन सकेन अङ्क फेरि पनि थपिएको छ आयोजकको तर्फ आयोजक 1 अङ्क थपेसँगै 20 पुगेको छ भने 13 र सर्भिस आउट भएको छ भाइ पृथ्वी प्रियाबाट अङ्क थपेको छ 72 तर्फ 14 आयोजक 30 राम्रो ब्लक निकै राम्रो ब्लक बजारका टिम क्याप्टेन शेखबहादुर खत्रीबाट र उनले आफ्नो टिमलाई कन्ट्रोल गर्नको लागि निकै महत्त्वपूर्ण भूमिका खेलेका छन् 15-20 5 अङ्कको अग्रता छ अझै पनि आयोजकसँग र फेरि पनि अङ्क 16-20 मा पुगेको छ अब अग्रता छुट्टिँदै गएको छ मात्र 4 अङ्कको अग्रता आयोजकसँग राम्रो पेसिङ रेटबाट उनी एउटा अनुभवी खेलाडी पनि हुन् र उनले पनि कर्णाली प्रदेशबाट खेलिसकेका छन् सर्भिसमा समीर नेपाली आयोजक 21 72 16 राम्रो चार टिम क्याप्टेनको भूमिका निर्वाह पनि गरिरहेका छन् आफूलाई प्रभावित पनि गरिरहेका छन् 17 आयोजक 21 17-21 राम्रो प्रहार भाइ विजय भिडलबाट र 1 अङ्क थपियो 1 अङ्क थपेसँगै आयोजक 22 17 निकै राम्रो प्रहार मानव यो खेल लागिरहेको छ विकास रोहित र पृथ्वी भइरहेको छ निकै राम्रो प्रहार गरिरहेका छन् र अङ्क 72 को लागि 18 आयोजक 22 र सर्भिस भइरहेको छ भाइ विकासको 22 18 आयोजक 23 18 राम्रो प्लेस भाइ गोपालबाट उनले पनि आफ्नो टिमको लागि 1 अङ्क थपेर आफ्नो टिमलाई 19 बनाएको छन् भने आयोजक 19-23 अझै पनि 4 अङ्कको अग्रतामा टिम आयोजक
भाइ विजय त्रिवालीबाट फेरि पनि सेट पोइन्टको लागि कसो सेट पोइन्टको लागि टिम आयोजक 24 सन्देश उनले पनि यो सन्देश दिएका छन् कि म पनि निकै नै भाइले एकताल गर्न सक्छु मबाट एक उत्कृष्ट खेलाडी भनेर उनले आफूलाई प्रमाणित गरेका छन् र 2020 आयोजक 24 राम्रो सर्भिस र आयोजकले एक अङ्क गुमाएको छ 2021 आयोजक 24 यही स्ट्राइक हो सेट पोइन्ट हो यसको सेट जित्न सफल भएको छ टिम आयोजक र टिम आयोजक अन्तिम सेटको लागि खेल्दैछ